आमामामा कसम आज नेपाली बजारमा सुनले मात्र त हल्का मच्चायो भनेको त अनि मनी एक्सचेन्ज रेट पनि त खतरा हाई भएको रहेछ नि त भर्खर म बुद्धु त भर्खर हेरेर आउँदैछु हुन त अघि नै हेरेको भए पनि के हुन्थ्यो र आफू भनेको त अब त्यही हो रुखमा बेल पाक्यो कागलाई हर्सन बिस्मात भने जस्तै हो गोजोमा सुक्को छैन क्या के गर्नु होइन अघि नै थाहा पाएर पनि के गर्थे र 1 पाउन्ड बराबर 199 रुपिस 24 पैसा भएको रहेछ अलमोस्ट 200 भएको रहेछ बाफ्रे कसम सानो हो त कसम त्यो हेरेदेखिको मलाई मेरो गालाहरू यस्तो रापिरहेछ है मलाई ज्वरो आउन लागिसकिरहेछ रुनु न हाँस्नु भइरहेछ क्या अब यस्तो स्थिति हुँदाखेरि दुःख मान्नु कि सुख मान्नु फेरि सुख मानौँ भने कसरी मान्ने आफ्नो देशको करेन्सी पैसाको भ्यालु चाहिँ दिन प्रतिदिन घट्दै घट्दै गइरहेछ भ्यालु लेस भइरहेछ कसरी खुसी हुनु अब दुखी हुनु भने कसरी हुनु यहाँदेखि अब विदेशमा भएको मान्छेहरूले नेपाल पैसा पठाउँदाखेरि त फेरि अब डबल जस्तै जान्छ नि त फेरि ठुलो अमाउन्ट पठाउँदाखेरि चाहिँ अब कसरी दुखी हुनु त्यस्तो भइराख्दाखेरि के गर्ने कन्फ्युज छु म